प्रोग्रामको लागि फोन आउँछ। फोन कति बेला आउँछ भनेपछि 9:30, 10, 11 बजे राति होइन, कहाँ ग्रुपमा हुन्छन् साथीहरू मोजमा होइन, भाइ सुन न तिमी डम्बर नेपाली होइन भाइ, भाइ मेरो साथीहरूले सुनिरहेको छ कि दाइको लागि आउँछौ कि आउँदैनौ? दाइको लागि अब आउँदिन भनौँ, त्यो एक किसिमको त्यहाँ जमात छ दाइ हो, आउँछु भनौँ भने कहीँबाट चित्त बुझेको छैन क्या के भन्ने के दाइ यसको लागि भोलि कुरा गरौँ न। ए भाइ के अलिकति लाको खाएको छौ कि क्या जस्तो कुरा क्या, ऊ चाहिँ खाइरहेछ। उता त मोजमै छन् नि। होइन दाइ यसो अब मिलाएर भोलि कुरा गरौँ न दाइ भनेर। दाइ फेरि दाइ बुझ नि, यहाँ मैले साथीभाइलाई सबैलाई सुनाइराखेको छु भनेपछि अब त्यो उहाँहरूको लागि पनि हुन्छ भनिदिनु पर्ने हुन्छ क्या। अनि अझ अर्कोले सट्ट तान डमरे मलाई चिनिस् ठाउँमै पुगिदिन्छन् क्या। अनि यसो सम्झ्यो अब यो बार्गेनिङतिर जानुभन्दा पनि हो ल उपाय नै छैन त के गर्ने अब। ए हुन्छ हस् दाइ ल बुझेँ भाइ यहाँ फेरि भाइहरूले सबै टिकट सिकट छापिसक्यो नि, छापि नै सके अरे कुरा भर्खर गर्दैछ।